हेलो साथीहरू, आज हामी छिटो छिटो किचन क्लोजिङ गरेर पिकनिकको लागि जाँदैछौँ। भिडियो अलि लामो भएछ, जे होस् रमाइलो छ भिडियोमा, अन्तिमसम्म हेरेर साथ दिनु होला। मध्यरातमा रातको 12 बजे हामी चाहिँ यसरी पार्कमा गएर पिकनिक मनाउन लागेका छौँ। हामी पहिलो लट आएर बस्यौँ, केही चक्लेटहरू बिस्कुटहरू खायौँ, अर्को ग्रुपलाई कुरेर बस्यौँ, फोटो खिच्यौँ। अर्को ग्रुपका साथीहरू पनि आइपुगे, सबैजनाले खानेकुराहरू ल्याएका छन्। हामी यहाँ लगभग 5 देशका साथीहरू छन्। बङ्गलादेश, इन्डियन, नेपाल, इजिप्सियन अनि यमन। यो पार्कको वासरुम चाहिँ अलिकति फोहोर रहेछन्, तर पनि ठिकै छ, काम चलाउँछ। सबैजना चाहिँ फ्रेस भइसकेका छन्। फेरि अनि मैले चाहिँ चक्लेट खाएँ अनि एउटा गेम खेल्न थालेँ, जसमा चाहिँ लकी ड्र गर्दैछन् म्यानेजर साहब। लकी ड्रमा कसको नाम पर्छ भनेर सबैजना उत्सुकता भएका छन्। लास्टमा बङ्गलादेशीको नाम आएछ। बधाई छ बङ्गलादेशी बन्धु, उसले चाहिँ लगभग साउदी रियाल जितेका छन्। अनि त्यसपछि हामी फेरि फोटो खिच्यौँ, अनि त्यसपछि फेरि अनि फुटबल खेल्न थाल्यौँ। यहाँ एकजना साथी चाहिँ मजाले दसैँमा पिङ खेलेर चाहिँ खेलिरहनु भएको छन्। फुटबल एक सर्ट हानेको जुत्ता कालो हो। हाम्रो म्यानेजरले दुईवटा टिम बनाउँदै खेल अगाडि बढाउँदै छ। जुत्ता राखेर खाली खुट्टा खेल्न आएको काँडालाई घोचेर हैरान बनायो। स्टेप पाइलामा काँडै रहेछन् यहाँ। धन्न केही भएन। खुट्टा भएपछि जुत्ता कति भने जस्तो जुत्तालाई माया मारेर फेरि जुत्ता लगाएर खेल्न आए। पुरै जुत्ता कालो बनाए। हाम्रो म्यानेजर चाहिँ फुटबलमा एकदम क्रेजी रहेछन्। यस्तो अँध्यारोमा पनि पुरै गुटुङ दौडेको, गम बढायाङ लड्यो बिचरा। मेरै अगाडि लड्यो। यत्रो मान्छे मेरो अगाडि लड्दाखेरि अलिकति डर पनि लाग्यो, हात खुट्टा केही भाँच्यो कि भनेर डर लाग्यो, तर जोस् केही भएन छ। जे होस् रमाइलो भयो। त्यसपछि हामी खेल समाप्त गऱ्यौँ। खेल समाप्त गरिसकेपछि यसो सेल्फी लिएर फेरि रुमतर्फ लाग्यौँ। रातिको टाइममा कोच गाडीमा। त्यसपछि अनि यसो रुममा गएर यसो हेरेको जुत्ताभरि काँडै रहेछन्। जुत्ता पुरै कालो भएको, त्यसमाथि काँडै लगभग 1 घन्टै लाग्यो जुत्ता धुनलाई। त्यसै जुत्ता धोएर अनि त्यसलाई सुकायौँ। त्यसपछि अनि लगभग यो एउटा अविस्मरणीय क्षण जस्तै भयो। भिडियोलाई वाच गरिदिनु भयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। सधैँ यसरी नै सपोर्ट गरिदिनु होला।